चाहिँ नेपाल शिक्षक सङ्घद्वारा जनआन्दोलन गरिरहनु भएको छ। हाम्रो माग पुरा गर, थरी नाम चाहिँदैन, एउटै शिक्षा कायम गर भन्ने खालका नाराले गुन्जिरहेको छ। यहाँ विभिन्न प्रकारका गीतहरू नेपालभरिको विश्वविद्यालयहरूबाट चाहिँ उपस्थित हुनु शिक्षकहरूको भाग यस्तो नेपालको हालको अवस्था कुनै पनि चाहेको कर्मचारीहरूलाई व्यवस्थित छैन, सुनिश्चित छैन, सुनिश्चित छैन भने नेपालको हाल एकदमै हाम्रो माग पुरा घर संसद भवनतिर जान लाग्नुभएको छ भने प्रहरीहरूले एक बार चाहिँ गाडे बार फेरिसकेको छ। यता संसद भवन अगाडि भने बिजुली बजारको पुलदेखि मानेश्वरसम्मको बिचमा धेरै शिक्षकहरूको जनमासमा नेपाल सरकारसँग नेपाल शिक्षक सङ्घद्वारा चाहिँ बृहत शैक्षिक सडक आन्दोलन माग पुरा गर्नको लागि यसरी सडकमै आउनुपर्ने अवस्था कसरी पुग्यो त हेर्नुहोस् दर्शकबिनहरू। यतिखेरको यो माहौल बाणेश्वरको काठमाडौँको मुटु भनेर चिनिने बाणेश्वरको अवस्था पुलिसै निभाउँदै भए यहाँ चाहिँ संसद भवनतिरको सडक चाहिँ यसरी प्रवेश निषेधित क्षेत्र भनेर गाडे तार सहितको जाल ज्वालहरूले चाहिँ यसरी घेरिसकेको रहेको छ भने नेपाल प्रहरी लगायत एपिएफको टोलीहरूको गाडीहरू चाहिँ यसरी ठाउँ ठाउँमा तयारी अवस्थामा रहिरहेको छ। किनकि यहाँको आन्दोलनले भयानक अवस्था पनि सृजना हुन सक्ने अवस्था छ। हाम्रो आन्दोलन भनेको हुनै हुँदैन, त्यही भएर पनि यसरी सुरक्षितका साथ सुरक्षाका लागि खडिरहनु भएको छ। नेपाल प्रहरीका टोली लगायत एपिएफका टोलीहरू हुँदै नहुँदा नेपाली सेनासहित आउनुपर्ने अवस्था पनि आउन सक्छ।